मेरो बुढीको कठोर व्रत छ नि त आज, अनि त्यही भएर फलफुल खुवाउनु पर्यो नि। अब यसैलाई ट्रेकिङ सम्झिनु त होला नि होइन बुढी? के छ विचार तिम्रो? बुढीले मात्र ल्याइदिनु भएको हो। तिमीलाई त ल्याइदियो लैराती अझै यहाँ काँचो हो र त्यो त। काँचो भने कस्तो गुलियो छ हेर नि, तिमी ट्राई गर न प्लिज। बोक्छु भन्दा नि नमान्ने भाइ कस्तो, यस्तो बुढो त कसैले पाउँदैन कि हेर। बोकेर लान्छु बुढीलाई भन्ने त हिँड्न भयो कि भयो कि हिँड खाँदै खाँदै हिँड्नु हुन्छ। कहाँ त्यस्तो रुमालमा राखेको अनि तिमीले फेरि अब हेर बस यहाँ एकछिन। कस्तो लाग्छ अनेस्टली भन न। ठिक छ यता हेर न, हेर न यता हेर न बुढी, ए बुढी 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 यहाँ मैले के सोधेको थाहा छ? यो इकु इकु भन्ने के छ नाचौँ न एकछिन टिकटक बनाएर के छ विचार? ओ बुढी हाम्रो घर देख्यौ? घर देख्यौ कि नै? कुन हो क्या घरमा? अस्ति यहाँ त खुब गाडीमा हिँड्दा त राति राति मलाई खुब गराएको थियौ त तिमीले ल। अनि ल भन अब हाम्रो घर कुन? हिजो देखे होइन तिमीले? ल भन कुन घर हो क्या हाम्रो? देखेन हो? ऊ त्यहाँ हेर त, ओ त्यहाँ त्यो वाइट वाइट कलरको त्यो छ नि हो, त्यहाँभन्दा अलि पल्तिरको देख हौ। सबैजना चाहिँ आज जाँदैछौँ सालिमे त जाने हो यहाँबाट, नजिकै पर्छ कि जाउँ नि त सालिमे। तिमी त गइहो होइन सालिमे त? गइहो होइन एकदम? म पनि आसन गएको छैन सालिमे। म त सधैँ आइरहने मान्छे, सधैँ आइरहने मान्छे हो म त। पुला गएर भिडियो गराउने घाम जाम घर त्यहाँ चाहिँ ठुलो पुल छ, यो देखिन्न कि अलि यसमा देखिन्छ। हामी सालिमे त जाने कि नजाने भन्ने कुरा हो। के छ, के भन्नुहुन्छ गृहमन्त्रीज्यूले? किल्ला गएको र लगेर भाइ जाने सालिमे त दाम ग गुटी पारेर लगेर पानी खान जाने हो? कस्तो चिसो पानी छ त्यो त उहीँ होइन? उहाँ माथि हो क्या टङ्की छ। ए त्यहाँ भयो अहिले चाहिँ यहाँ धारामा पनि आउँथ्यो त पानी होइन र? आउनु न। पानी चाहिँ मैले मान्छु कि कस्तो चिसो पानी छ कि यहाँको, मिठो पानी। बहिनीले ल ज्वाइँको फोन काटेर यहाँ पानी खानु लागेको छ। पानी खाऊ के नखाने? एकदम यो धेरै लङ टाइम पछि यहाँ हिँडेको, पुरा सास फुलिएर स्याहाँ स्याहाँ भइरह। बिचरा यिनीहरू पनि सबै थाके। तिमी किन हो जहिले रिसिने? यस्तो भ्लगर बुढो पाउँदैन। कहिले यो ठाउँमा चाहिँ वन मान्छे आउँछ भनेको हो र? कसलाई डराउँदिएको? दाइलाई पनि मलाई आएको, दाइ जानु होइन भने तिमीसँग फोन छ होला? फोन ल्याइछौ? फोटो खिचिदिन्छु भनेर कि तिमीले नखिच्ने? यसलाई चाहिँ हाम्रोतिर यो सल्लाहको भेडी भन्छन् है, भेडी। दिस इज कल भेडी। ठाउँ ठाउँमा यसलाई अलग अलग नामले भन्छन् होला, तर हाम्रोतिर चाहिँ यसलाई भेडी भन्छन्। यो त सानो रहेछ, अलि ठुलो चाहिँ अलि ठुलोवाला भेडी पाइँदैन। आगो पनि क्या बोल्छ है यसको त है? अनि कस्तो मजा लाग्यो बोल्छ यसको त। हालिदिनु पऱ्यो यसलाई चाहिँ। लज्जावती झारबन्धन व्रत लजाउने यिनी। लज्जावती झारबन्धन बढी लजाएर हाम्रो घरको वन मान्छे उहाँ पुगेछ होइन? ओ वन मान्छे बिचरा। अब यसैलाई ट्रेकिङ सम्झिनु त होला नि होइन बुढी? के छ विचार तिम्रो?
ट्रेकिङ ट्रेकिङ अन हिमालयजमा ट्रेकिङ है हुन्छ नि यिनले त खोजी धन्दै लडिने भाइ म भएर त कस्तो खसिनँ यहाँबाट म यहाँमा खस्या भयो त मेरो त यिनी जुत्ता हिजो हिलामै भयो फेरि पुरै कस्तो लागिरहेको छ तिमीलाई यो नेचरले भरिपूर्ण ठाउँ यता युट्युबमा आउँछ यो त भिडियो भाइरल हो नि हेर लजाएर यता हेर न छिटो के तानु यता हेर न हेर त यता कस्तो जाने तिमी पनि कस्तो लागिरहेको ठाउँ भन न भनिदिनुहोस् क्या जनता जानु जान्छ नि छिटो यति बोल्ने बुढोको नबोल्ने बुढी परेको हेर त भन्लान् मान्छेले भिडियो हेरेर छिटो बिचरा मेरो बुढीलाई बिचरा थकै लाग्यो जस्तो रहेछ बोक्नु पर्यो बुढी ए बुढी बोक्छु कि अब बोक्छु कि अब हेर न बोक्छु भन्दा नि नमान्ने भाइ कस्तो यस्तो बुढो त कसैले पाउँदैन कि हेर बोकेर लान्छु बुढीलाई भन्ने त हिँडेन एक्लै भएको यिनले मलाई मारिसक्दिनँ अहिलेसम्म यहाँ बहिनी छ नि त्यही भएर हो यहाँ पुरै भैँसी र पाडा मात्रै छ नि नस्पाती पनि खाइयो त एक दुईवटा मजाले कहाँ छन् अरू बखरा भन् त अरू बखरा कता छन् यहाँ त काफल पनि पाइन्छ नि त जेठा नमस्ते आन्टी नमस्ते आराम हुन्छ नमस्कार बुढीलाई चौतारी खाने भयो चौतारी कति काँचा छन् कति पाके पनि छन् है अनि आरू बखरा पनि टिप्यो है त क्या अरे भाइ गाइस तपाईँको खै तपाईँको राखिदिन्छ क्या अरू बुमललाई के छ अरू हालखबर भाउजूको लागि कस्तो छ त उपास आज मेरो बुढीको व्रत भनेर मैले चाहिँ आरू पोखरा र चौतारी टिपेर ल्याइरहेको छु लाउनुहोस् बुढी चौतारी हजुर के भन्छ होला तिम्रोतिर पलम भन्छ कि आरू पोखरा पलम होइन हाम्रोतिर त आरू पोखरा भन्छ यहाँ कति धेरै छ नि आरू पोखराहरू गजिमा हो नि आरू पोखरा त कति गुलिया हो नि त यहाँ त होइन त गुलिया छ पलम भन्छ तिमीतिर तिमीतिर पलम भन्छ आरू पोखरा भन्छ यसलाई पलम भन्छ हाम्रोतिर आरू पोखरा भन्छ क्या खाएर ट्राई गरेर न कस्तो गुलियो छ यो अनि चौतारी नि खाऊ नि त कम मिठो मान्थ्यो नि चौतारी टिपेर उइराखेर आयो नि ढुङ्गामा हो किन खाएको त अनि त्यो पूजा गरेर खाने त्यो चढाएर यो त फलफुल हो क्या खाना हुन्छ केही नि भएन अब खाऊ नि त बुढीलाई मात्र ल्याइदिनु भएको अनि तिमीलाई त ल्याइदियो आरू पोखरा नि हातमा लगेर त्यत्रो आरू भाषा मात्रै त खै त अरे लगेर झोलामा लिएर आउनु न झोलामा कहाँ तल जान्छ अब त सकिन्न मरिन्छ अब हिँड्दा हिँड्दा मेरो बुढीको कठोर व्रत छ नि त आज अनि त्यही भएर फलफ्रुट खुवाउनु पर्यो अनि कस्तो भिडभाडा गरेर टिपेर लिएर आइदिइरहेको छु आरू पोखरा मेरो अझै गोजीमा छ कि आरू पोखरा पछाडि गोजीमा राखेको छु मैले होइन भन्न खोजेको हाम्रोतिर चाहिँ आरू पोखरा भन्छन् भन्न खोजेको क्या दुख्दैन 5 किलोसम्म पताउनु त 5 किलो एक्लैले होइन तीनजनाले 5 किलो कति मिठो हुन्छ झोला लिएर घर घर खाम लागे यो भन्दा नि पाकेको नि ठिकै हुन्छ नि यो भन्दा यति गुलियो छ यो चाहिँ भाइरल नदेखाउनु है दुरियालो म त भाइरल तपाईँको के अरे टिकटकमा भाइरल हुन्छ तपाईँको भिडियो त फेरि होइन म भाइरलै छु मलाई अमाजोले भाइरल गराएको नि त बिहान हो र लैरादी अझै यहाँ
आरो कति काँचो हो र त्यो त काँचो भने कस्तो गुलियो छ हेर नि तिमी ट्राई गर न प्लिज ह्याभ सम मेरा मेना गजा यिनीहरू पाकेको देख्दा यिनीहरू ढल्छन् क्या लिसियस श्रीमतीज्यू मिठो छ हौ यो एउटा बस त मजाको ठाउँ के आनन्द शीतल नस्पाती पनि यहीँ पलम पनि यहीँ चौतारी पनि ऐसले पनि नै बुढी यतै घर बनाएर बस्नुपर्छ है क्या के छ विचार तपाईँ पनि नगर्नु। कस्तो हिच्की आइरहेको मलाई के छ विचार तिम्रो बस्दिउँ बुढी हुन्छ के के छ विचार भइहाल्यो नि। छोडिदिउँ यार त्यो बुटलको गर्मी सर्मी कस्तो हिच्की आइरहेको मलाई बस्नु हुन्छ है बस्ने हुन्छ त्यो नस्पातीलाई चाहिँ तिमीले एप्पल बनाइछौ खै देखाउ त एप्पल होइन के त्यो त कोरेर हेर त त्यो नस्पातीलाई यहाँ कोरेर के बनाएको तिमीले अप्सन त्यहाँ आगो उब्रिने नि उठ्छ है के अरे भल्कानो कस्तो यादै हानेको भल्कानो बलुन टाइपको भल्कानो खै हो क्या भल्कानो भन्छ त्यो भल्क्यानो भनाइ सेम त्यस्तै हो कि त्यस्तै हो त अनि अनि नस्पातीलाई किन कोर्या त तिमीले हेर यो औँलाले नङले कस्तो राम्रो देख्यो देखि त खाने होइन त्यो अमिलो हुन्छ यो त कहाँ गुलियो छ त्यो अचारले त अमिलो हुन्छ गुलियो छ क्या ट्राई गर न हो क्या तिमी ट्राई नगर मात्रै हो होइन दुर्गा खाएको मैले मात्रै हो यहाँ अनि उसले पनि खायो होइन चौतारी कति भयो अब मिठो लाग्छ चौतारी मिठो नलाग्ने भयो किन टिपी आयो त अनि तिमीले गुल्मीमा आएर चौतारी यसो गरौँ न यसो 1-1.5 किलो अझै लिएर जाऊँ अनि बेच्दै जाउँला बाटोमा पाल्पातिर लाने होइन पाहाडको चौतारी आयो भन्दै बेचौँ के छ विचार पैसा पनि कमायो नि यात्रा पनि हो नि कस्तो बेइज्जत हुने हो र ल खसको चप्नु त भयो कि त्यत्रो चौतारी भयो भयो कि एकैछिन भयो कि हिँड खाँदै हिँड्न हुन्छ कहाँ त्यस्तो रुमालमा राखेको अनि तिमीले फेरि हो कस्तो हान्नु हे भयो कि बजारमा कहाँ त्यस्तो रुमालमा खाँदै हिँड्ने चौतारी छोडिदिउँ कि गोजीमा राख्नु राख्छ गोजीमा अब हिँड बुढी भयो कि तपाईँ तपाईँ अलि उता गएर खाउँला कि चौतारी तल गएर हिँड होइन सक्यो अब यति लास्ट हो भगवान् गर्मी भयो कि भोक लागिसक्यो भात खाने होइन र आज हिँड के लक्क हिँड्नु त कस्तो हिँड्नु हो र हिँड भने हे भगवान् यो रुमालमा राखेर ल हेर त अब त्यो हाँगै बाँचेर फेरि कस्तो छौ कि तिमी त अब नि हिँड यसले भन त गाउँ कस्तो लाग्यो तिमीलाई यस्तो राम्रो के राम्रो 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 के मन पर्यो यो ठाउँ केही न केही अरे यार कस्तो केही न केही हो हाम्रो घरि जाने हो आऊ आमा उता जान्न आमा चाहिँ बाटोमा आउनु लैजानु त ठिकै छ नि त केही भएन